यो जेनजीको ठुलो आन्दोलन पश्चात नेपालको चाहिँ सरकार मात्र होइन धेरै कुराहरूमा परिवर्तन आएको छ र वैदेशिक नीति, देशको आर्थिक सुधार र अन्य कुराहरू के भन्छ यिनीहरूको मन्त्री बाँडफाँड मात्र होइन कि देशमा को कसले के गरिरहेको छ, कुन कुन नेताहरू विदेशी दलाल हुन्, कसका सम्पत्ति विदेशमा कति छन्, कसका छोरा ले कुन देशमा कति पैसा थुपारेको, यी सम्पूर्ण कुराहरू बाहिर आइरहेको छ र कतिपय मान्छेहरूले चाहिँ अहिलेको अवस्थामा बालेन पनि दोषी छ। बालेन चाहिँ अझ बढी भन्ने हो भने गगन थापा, विश्वप्रकाश, यी महेश बस्नेत, अरू जति पार्टीका कार्यकर्ताहरू छन् यिनीहरूभन्दा पनि के भन्छ खतरनाक छ देशको लागि। यिनीहरू भारतीय एजेन्ट हुन्, पैसाका लागि यिनीहरू जे पनि गर्छन् भन्ने खालको कुराहरू आइरहेको छ। कतिपय मान्छेहरूले के पनि भन्छन् भने फेरि पाउने बित्तिकै यो 6 महिनाको लागि यो के भन्छ प्रधानमन्त्री हुनु उपयुक्त होइन र समयले त्यो मागेको पनि होइन, समय आएपछि फेरि आउनेछु भन्ने हिसाबले अहिलेको लागि देशलाई एउटा अस्थायी पनि सरी 6 मन्थ्सको लागि चाहिँ सरकार र त्यस पछाडि चुनावको प्रक्रियामा जाने भन्ने कुराहरू आइरहेको छ। तपाईँलाई के लाग्छ, पालन सही